जय माता दी। हजुर कुन माता हुनुहुन्छ? मैं तो माता तो नहीं हूँ, मैं माँ को सेवा करने वाली एक भगत हूँ, लेकिन मैं माँ को किन 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 यहाँ सुन चाहिने कुरा पनि सोधेको हुन्छ नचाहिने कुरा पनि सुनेको हुन्छ। हामीले यहाँको बारेमा चाहिँ तपाईँहरूको प्रचार गरिरहेको छौँ। तपाईँले चाहिँ किन तपाईँ नबोल्नु भनेर चाहिँ होइन अलिक माताहरूलाई पनि नबोल्ने अधिकार तपाईँ दिनेको हो? होइन अधिकार दिएको त मैले होइन कि यसमा नबोल्ने अधिकार दिने तपाईँ चाहिँ को हो? अधिकार होइन कि हाम्रो यो ठाउँ अलिक शान्ति रहोस् न। मातासँग परिचय गरिरहेका छौँ, परिचय लिइरहेका छौँ। तपाईँहरूको यो महिलाको प्रचारमा कुनै नराम्रो खालको प्रचार कहाँ भेट्नु भएको छ हामीले देखाइदिनुहोस् त। होइन यो आउँछ भन्ने कुरो आएको थियो कि होइन हामीले प्रश्न सोधेको छैनौँ। माताहरूको प्रश्न मातालाई परिचय गरिरहेको छु मैले। हजुर तपाईँले चाहिँ उहाँलाई नबोल्नु भनेर अधिकार चाहिँ एकछिन नबोल्दिनँ भन्नु खोजेँ मैले तपाईँलाई अधिकार चाहिँ कसरी दियो भन्नुहोस् त? अधिकार कसरी दिएको छ भगवान्ले? किन तपाईँ बोल्नु भयो यहाँ आएर? किन बोल्न नमिल्ने? तपाईँलाई मैले सोधेको छु, प्रश्न तपाईँलाई गरेको छु मैले। पाउनु हामीले भन्नु त मिडियाले भन्नुहोस्। नगर्नुपर्ने तपाईँहरूको हामीले यो ठाउँमा प्रचार गरेर देश विदेशबाट मान्छेले हेरिरहेको छ, कति भक्तजन आइरहेको छ। अहिले तपाईँले मिडियालाई नै अन्याय अधिकार गर्नुहुन्छ तपाईँ। म आग्रह गर्छु कि आग्रह के गर्छु भने नि मैले यो अब केही पनि भनेको छुइनँ है, एकछिन चुप लाएर बस्दिनु मात्रै भनेको कि अब उहाँहरूको बोल्ने कामहरू के तपाईँको रेकर्ड यहाँ छ, रेकर्ड हुन्छ कि त्यसले गर्दाखेरि नि भाइरल नभइकन यहाँ भक्तजनहरू आयो त मान्छेले बोल्ने कुरा नि बोलिदिन्छ होइन, नबोल्ने कुरा नि बोलिदिन्छ कि। अघि बिहानै मात्रै काठमाडौँका केही अधिकांश मान्छेहरू आएर पूजा गरेर गइसक्नु भएको छ। हजुर सायद त्यो मिडियाबाट जो प्रचार प्रचार नभएको मान्छेहरू पनि आइ हजुर उहाँले चाहिँ के गर्नु भने नबोल्नु होला भनेर नबोल्ने अधिकार भनिदिनुहुन्छ घरले बोलिदिनु भन्नु भइगयो त। राम्रो कुरा बोलिदिनु भइगयो नि भन्न खोजेँ। तपाईँको रेकर्ड छ यहाँ, तपाईँ नबोलिदिनु होला उनीहरूसँग भनेर रेकर्ड छ यहाँ। माताजीहरूले राम्रो एकजना माताले नराम्रो कुरा त अवश्य बोल्नुहुन्न, अवश्य बोल्नुहुन्न होइन। माता उत्रिसकेपछि माताले त नराम्रो कुरा त अवश्य बोल्नुहुन्न नि त। उहाँहरूले जे बोल्नुहुन्छ त्यो कुरा त हामीले सम्प्रेषण गरेका छौँ होइन। हामीले कहीँ उहाँहरूले बोलेको कुरालाई हामीले झापा धुलाबारीबाट कुन कुन ठाउँबाट टाढा टाढाबाट माताहरू आउनु भएको छ। कसले गर्दा? एउटा सामाजिक सञ्जालले गर्दा। तर आज फेरि मिडियालाई नै यहाँनिर धम्की भनौँ या यस्तो दुर्व्यवहार भनौँ के भनौँ यसलाई है, तपाईँले कमेन्ट बक्समा पक्कै लेख्नु होला। र उहाँहरूले हाम्रै टेलिभिजन मार्फत देखेर आउनुभएको छ र केही कुरा सोद्धाखेरि चाहिँ उहाँहरूले यस्तो खालको कुरा गर्नुभएको छ। पक्कै नै कमेन्ट बक्स हेर्नु होला। र माता तपाईँलाई नेपाली भाषा आउँछ? मैं नेपाली हूँ। जब माँ के मंदिर में आती हूँ, माँ की कृपा मेरे ऊपर हो जाती है, तो मैं माँ मेरे ऊपर 1008 भाषा देती है। जब माँ आती है, उनकी कृपा हो जाती है, तब मैं ये मेरे लैंग्वेज खुद चेंज हो जाती है। जब यहाँ से बाहर जाती हूँ तो फिर मैं नेपाली बोलती हूँ। मैं नेपाली हूँ, मैं यहाँ की स्थानीय लोकली हूँ, मैं झापा निवासी हूँ। तो मैं यहाँ माँ के जो माँ ने शिला उत्पत्ति किया था, उन माता को थोड़ा अपमान हो रही थी। इसी वजह से मैं जो शिला जिसने प्राकट्य किया है उनको पहला प्राथमिकता देना चाहिए शिला पूजन के लिए। मैं उनके लिए आई थी। जो काम मेरे को माँ ने खटाया था वो काम मैंने कर दिया है ना, तो मैंने कर दिया है। ये दिव्य धरा के लिए, ये इलामवासी के लिए, समस्त ब्रह्मांड के उज्जवल भविष्य के लिए, ये दिव्य धरा को और पावन करने के लिए हम इन लोगों को साथ देने के लिए आए हैं। हम यहाँ किसी को तोड़ने आए नहीं हैं। हम जो सत्य तथ्य हैं, क्योंकि जो प्रकृति ने हम लोग को दिया है वही बताने के लिए हम आए हैं। फिर बिना बुलाए भी नहीं आए हैं। इन लोग वहाँ जो लोग हैं, यहाँ के लोग ने आह्वान किया है, तब हम आकर यहाँ जो देखे वही बता दिए हैं। तो ये बहुत दिव्य धाम है, इसको बहुत बड़ा दिव्य तीर्थ स्थल बनाना है। इसके लिए स्थानीय वासी तो है ही, सबसे ज्यादा महत्वपूर्ण आप है, क्योंकि आप जहाँ हम लोग नहीं पहुँच सकते, मीडिया हर कोना में पहुँच सकते हैं ना। जहाँ हम नहीं देख सकते, हर कोना में आप पहुँच सकते हैं। गलत सही क्या है, इसको उजागर करना जरूरी है। ये हम तो एक व्यक्ति बोलते हैं, नेपाली नै बोल्दिनु न तपाईले। नेपालीबाट पनि थोड़ी टाइम लगेगा। पक्कै पनि दर्शकबिन, अब नेपालीबाट आमालाई पूजेपछि आपसे आप भाषा परिवर्तन हुन्छ उहाँको माताको। अब नेपालीबाट माँ
बुट्टाबारीबाट मलाई सम्पूर्ण जसले भिडियो हेरिराख्नु भएको छ उहाँहरू दर्शकलाई हार्दिक नमन। यो भिडियोलाई दर्शक मार्फत जसले पुर्याउनु भएको छ हजुरहरू सम्पूर्ण च्यानलहरूको मैले मान्नुपर्ने सम्पूर्णलाई हार्दिक नमन गर्न चाहन्छु। यो दिव्य धराको प्रदर्शन गरेर आज हजुरहरूले अरू दिव्य धाम बनाइदिनु भएको छ। यसलाई यो एउटा सानो माइदुवाली भनेर इलाममा मात्रै चिनिन्थ्यो, तर यसलाई संसारको तपाईँले हरेक ब्रह्माण्डको हरेक कुनामा हजुरहरूले पुर्याइदिनु भएको छ। यो हजुरहरूको योगदानलाई यहाँको स्थानीयवासीले, यहाँको नगरवासीले, यहाँको वडावासीले कहिले पनि बिर्सिनु हुँदैन। मान्छेलाई गुण एकपल्ट गरिन्छ होइन, एकपल्ट गरेको गुण नै हामी हजुरहरूको धर्म यो हो। सत्य सम्प्रेषण हजुरहरूले अरू मार्फत गरिदिनुहुन्छ, हामीले देखेको कुरा बताइदिन्छौँ होइन। हाम्रो धर्मै यही हो, घन्टी बजाएर झ्याम्टा बजाएर शङ्ख फुकेर धर्म हुँदैन। हामीले गर्ने कर्म नै सत्य रूपमा हामीले प्रस्तुत गऱ्यौँ भने त्यो नै हाम्रो धर्म हो। मलाई आध्यात्मिक शक्ति थियो, मैले जो सत्य कुरा थियो त्यो उजागर गर्नु थियो, त्यो मैले गरेँ। मेरो कर्तव्य यहाँको माईवासी र माताजीलाई मिलाउनु थियो। यो दिव्य धाममा धेरै नाटकबाजी भइरहेको थियो, यहाँ कोही आउने हल्ला गर्ने, यहाँ सबैको एडभर्टाइज गर्ने माध्यम भइरहेको थियो। मलाई मेरो आमाको आदेश अनुसार तैँले गएर मिलाउनु पर्छ यसरी भनेपछि म यहाँ आएर जुन शब्द बोलेँ, यहाँ सामान्य दाईहरू हुनुहुन्छ, यहाँ टिकाराम दाई हुनुहुन्छ, अरू यहाँ स्थानीय गुरुवरहरू हुनुहुन्छ, धेरैजना हुनुहुन्छ, म सबैको नाम म चिन्दिनँ होइन। उहाँहरूको साथ सहयोगमा हामीले पर्मिला माता यहाँ नआउने भनेर क्यान्सल गरेर जानुभएको थियो, उहाँलाई रुवाएर पठाइएको थियो, जबकि उहाँले संसारले नसकेको काम उहाँले गर्नुभएको थियो। त्यति दिव्य शक्तिलाई अवहेलना गरेको अवस्थामा आमाले आग्रह गरेर उहाँलाई हामीले पाउ परेर क्षमा मागेर यस्तो यस्तो कुरा छ माता, जानुपर्छ, जन्म दिएर यतिकै छोड्नु हुँदैन भन्ने कुरा उहाँलाई राखिसकेपछि उहाँ आएर यहाँ पूजन गर्नुभयो होइन। एकदम राम्रो भएको छ। हामीले फुटाउनु हुँदैन, जुटाउनुपर्छ, सबैलाई एक गरेर आउनुपर्छ, किनभने हामी नेपाली, यहाँ हामी राई लिम्बू पनि छौँ, छेत्री बाहुन पनि छौँ, विश्वकर्मा पनि छौँ होइन, दनवार चौधरी सबै जाति छौँ, धर्ममा पनि हिन्दू पनि छौँ, वैष्णव पनि छौँ होइन, बुद्धिस्ट पनि छौँ, क्रिस्चियन पनि छौँ। एउटा मानवताको नाताले सनातन भन्ने हामी पशुलाई पुज्ने मान्छे, एउटा बाटोमा हिँड्दै गरेको गल्लीमा हिँड्दै गरेको कुकुरलाई पुज्ने मान्छे भने हामीले क्रिस्चियन धर्मलाई अलग मान्नु हुँदैन। प्रकृतिभित्रको एउटा जीव हो, उहाँहरू मान्छे हो। जब हामी एउटा ढुङ्गालाई देउता मानेर पुजिरहेका छौँ भने क्रिस्चियन धर्म पनि अलग छैन, बुद्धिस्ट धर्म पनि अलग छैन, मुस्लिम पनि अलग छैन। मात्रै यो अहिले हाम्रो व्यक्तिगत स्वार्थको लागि हामीले विभाजन गरिरहेको छौँ होइन। त यो धर्मको, त यो जातिको, यो शास्त्रले काहीँ पनि जात र धर्म छुट्याएको छैन, प्रकृतिले काहीँ पनि छुट्याएको छैन। माथिबाट सूर्यको किरण आउँछ, सबैलाई, छेत्री बाहुनलाई पनि त्यति नै लाग्छ, क्रिस्चियन र हिन्दूलाई पनि त्यति नै लाग्छ। जब प्रकृतिले छुट्याएको छैन भने त्यो क्षमता हामीमा छैन कि मान्छे कोही ठुलो कोही सानो भन्ने कुरा। त्यो कारण यो दिव्य धरालाई तपाईँहरूको पनि उति नै दायित्व हुन्छ। हाम्रै क्षेत्र हो, हाम्रो नेपाल हो, हामी गौरवले हाम्रो शक्तिपीठलाई हामी उजागर गर्न सक्छौँ। हामी धेरै बेरोजगार युवाहरू आज एसएलसी पास गरिसकेपछि घर जग्गाहरू धलौटी राखेर हामी विदेश जानु परिरहेको छ। यदि यहाँ दिव्य धाम भयो भने इलामका धेरै व्यक्तिहरूले रोजगार पाउनुहुन्छ। हजुरहरूले नै कतिजनाले रोजगार पाउनुभएको छ यो कारणले होइन, हजुरहरूको बच्चा बच्चीको पेट पालिराख्नु भएको छ। त्यो कारणलाई सत्य कुरालाई लेखेर थोरै बेर हामीलाई प्रतीक्षा गराउनु भयो। अब थोरै उहाँहरूको कोहीसँग रिसिभी थियो, त्यो हामीलाई साध्नु भयो। यसमा कुनै दुःख मनाउ छैन हामीलाई होइन, किनभने हामी माको शरणमा आएको, हामीलाई माथि आमाले चिन्नु भएको छ, बाहिरकोले नचिनेर केही हुँदैन। हामी बाहिर चिनिन आएको होइन, यहाँ जे दिव्य कुराहरू थियो त्यही भन्न आएको, त्यही बुझाउन आएको। यही सन्देश मार्फत म हजुरहरूलाई सबैलाई बुझाउँछु। कुकुरले टोको भनेर उसलाई टोक्नु हुँदैन हामीले कहिले पनि होइन। मातालाई अलिकति म सोध्न चाहिहालेँ, अहिले चाहिँ यहाँनिर चाहिँ तपाईँ हरेक तपाईँको भिडियो पनि हेऱ्यो, तपाईँलाई यहाँनिर देवी देवतासँग बातचित गरेको हेरियो, देखियो होइन। र अहिले धेरै चाहिँ टाढा टाढाबाट चाहिँ यस्तो प्रश्न गरिरहेको छ कि आखिर शिलाभित्र यति बेला अहिले तत्काल चाहिँ होइन देवता छ कि छैन, या पहिला बास मात्रै गरेको त्यो शिलामा बन्ने खालको कुरा आएको छ, यसमा के भन्न चाहनुहुन्छ तपाईँ? पहिले भनेको माथि विराजमान हुनुहुन्थ्यो, यहाँ पहिरोको बजाले तल आउनुभएको आमा, यहाँ पुरिनु भएको हो। जो शिला छ शिलामा साक्षात् पञ्चकन्या माता विराजमान हुनुहुन्छ। अहिले पनि हुनुहुन्छ? अहिले पनि हुनुहुन्छ, यो सधैँभरि हुनुहुन्छ, सदियौँदेखि हुनुहुन्छ। पञ्चकन्या नाग, पञ्चकाली नाग हुनुहुन्छ, अनन्त बासुकी नाग हुनुहुन्छ, कालिका पातिभरा हुनुहुन्छ, युमा महारानी बुढी बोजू हुनुहुन्छ, जो पातिभरा ताप्नुहुन्छ हामी होइन, युमा महारानी भनेर बुझ्छ, उहाँ सबैहरू हुनुहुन्छ। उहाँहरू सबैलाई स्थान दिएर हामीले यो पावन धरालाई अरू पावन बनाउनुपर्छ। यसमा सबैभन्दा ठुलो योगदान तपाईँहरूको छ, किनभने प्रचार गर्ने तपाईँहरू हो होइन। हामी त यहाँ ढुङ्गा बोकेर ल्याउँछौँ, बनाउँछौँ होइन, बनाएर राख्छौँ, तर भक्तजन दर्शन श्रद्धालुहरू आइदिनु भएन भने
भने त्यसको केही अर्थ हुँदैन। किनभने धर्म भनेकै त्यही हो। उहाँले यहाँ शिला प्रकट गरिदिनु भयो। यहाँ धाम भन्यो भने धेरैजनाको पेट भरिन्छ। कसैले फुल बेचेर भर्नुहुन्छ, कसैले पानी बेचेर आमदामी गरेर पेट भर्नुहुन्छ। धर्मले जहिले पनि अरूलाई बाँच्न सिकाउँछ, अरूलाई मार्न सिकाउँदैन। त्यो कारण सबैभन्दा ठुलो धर्म तपाईँहरूको छ। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। होइन माताजी, मलाई एकजना धार्मिक विज्ञले के भन्नुभयो भने माईको र गाईको चाहिँ 11 दिन शुद्ध गरे, देवी र देवताको 21 दिन शुद्ध गरे। तर यहाँ आज निक्लेको केही दिनमै नामाकरण हुँदैछ। यो सुतक्कै बेला नामाकरण गरिनुको कारण चाहिँ के हो? कि तपाईँलाई धर्मको विषयमा थाहा नभएको हो कि यस्तो हुन्छ? जस्तै तपाईँको बर्थडे वैशाख 15 गते छ भने तपाईँको असोज 15 गते बर्थडे बनाएर केक काट्न मिल्छ र? मिल्दैन नि। पञ्चकन्या देवी भनेको के हो? जब पञ्चकन्या भनेको पनि 5 हो। तर 21 दिन सुतक हुन्छ अरे नि त देवी र देवताको। देवी र देवताको सुतक हुन्छ। सुतकको मतलब यो हो, एउटा सुत्केरी आमा हस्पिटलमा प्रवेश हुनुभयो अथवा काहीँ सुत्केरी हुनुभयो भने उहाँलाई 21 दिनसम्म फोहोर राख्छौँ त? राख्दैनौँ नि हामी, होइन? 7 दिनमा 9 दिनमा त्यहाँको चालचलन अनुसार त्यहाँको मानवको लागि गाई र मानव र प्रकृतिमा केही फरक छैन। यो हजुरहरूलाई सब एउटै हो, एउटै सर हो। पञ्चकन्याको 5 दिनमा हुन्छ। सप्तमी जस्तै महारानी भनिन्छ उहाँको 7 दिनमा हुन्छ। नवदुर्गाको 9 दिनमा हुन्छ। उसको लागि पनि तिथि चाहिन्छ। 21 दिन पुग्दाखेरि तिथि के भेट्यो त? पञ्चमीलाई मान्नु, पाथिभरालाई पञ्चकन्यालाई मान्न जहिले पनि पञ्चमी चाहिन्छ। पूर्णे पञ्चमीमा मान्छौँ हामीले, सप्तमीमा मान्न सक्छौँ महारानीलाई, अष्टमीमा हामी चण्डी देवी मान्न सक्छौँ। जस्तै हजुरहरूले उधौली उभौली भनेर पनि बुझ्नुहुन्छ, त्यसमा मान्न सक्छौँ। नवदुर्गालाई हरेक नवमीको दिन अनि यो पूर्णे चण्डीमा पनि मान्नुहुन्छ, होइन? वर्षमा 4वटा नवरात्र हुन्छ, त्यसमा पनि पूजा गरिन्छ। अब यदि म अनभिज्ञ छु, म त केही जान्दिनँ। मैले अगाडि भनिसकेँ, म माता होइन। म हजुरहरू जस्तै खाना खान्छु, हजुरहरू जस्तै बोल्छु। माताको तेज यति दिव्य छ, उहाँको एक अंश पनि म मेरो शरीरमा धारण गर्न सक्दिनँ। उहाँलाई म पूजा गर्छु, उहाँलाई मान्छु। उहाँको थोरै कृपा ममा छ। त्यो कृपाको हिसाबले मलाई जे उहाँले बोलाउनुहुन्छ म त्यही कुराहरू बोल्ने हो, होइन? त्यो दिव्य शक्ति हो, म माता होइन। जस्तै हजुरहरू हुनुहुन्छ। त्यो कारण भगवानको रीति यो फेरि यो पूजा गर्ने सिस्टम अलिकति फरकै हुन्छ। हजुरको संसारमा यति धेरै मान्छे छौँ, तर कसैको पनि कसैसँग फेस मिल्दैन, होइन र? कसैको पनि कसैसँग फेस मिल्दैन। त्यसरी नै जब भगवानले कसैलाई दिनुहुन्छ, अलग अलग अनुसार दिनुभएको हुन्छ। अब मलाई दिएको अनुसारले उहाँले गर्नै पर्छ जरुरी छैन। मान्छेले सिकाएको हो भने एकता हुन्छ त्यसमा, होइन? जब माथि ब्रह्माण्डबाट आउँछ भने प्रकृति त हाम्रो समझभन्दा धेरै बाहिर छ। हामीले सम्पूर्ण संसारको मान्छे बसेर उहाँको वर्णन र विधि खोज्यौँ भने पनि सक्दैनौँ। 4वटा वेद र 18 पुराणले पनि व्याख्या गर्न सक्दैन। हामी त तुच्छ मनुष्य, उहाँको मात्रै चरण वन्दन गर्न सक्छौँ। त्यो कारण उहाँको लीला उहाँ नै जान्नुहोस्। म जान्दिनँ, म त मान्छे हो, सामान्य मान्छे। तर यन्त्र तन्त्र जन्त्र मन्त्र हरेक कुराहरू हुन्छ, होइन? यो विधि मिल्दैन, आफ्नो आफ्नो हुन्छ, होइन? त्यस कारणले त्यसरी गरेर जाँदा चाहिँ अरू राम्रो भएर जान्छ, होइन? सबैको आफ्नो आफ्नो विधि हुन्छ। हामीको मेलोबाट माताको मिल्दैन, माताको मेलोबाट यो शास्त्रीय हिसाबले मिल्दैन, होइन? अलग अलग पाटो हुन्छ यसमा। यन्त्र तन्त्र योग साधना जस्तै काम्नेले नै मात्रै शक्ति निकाल्छन् भन्ने पनि छैन। नकामी पनि आउँछ। एउटा जाँड रक्सी खाएर टन्न मात्ने मान्छेलाई पनि आउँछ, यदि उसको हृदय दिव्य छ भने। पूजा पाठै गर्नुपर्छ भन्ने छैन। माछा मासु नखाँदा देउता आउँदैन भन्ने कुरा होइन। माछा मासु दिनै पछि खानुहोस्, होइन? खानुहोस्, तर तपाईँको हृदय सफा हुनु पर्यो, मन सफा हुन पर्यो। हामीले सुन्नमा आएको छ माता, हजुरले नै यो यहाँ चाहिँ हिजो आएर चाहिँ जुन पर्मिला कार्कीलाई चाहिँ यहाँ लिएर आउनुपर्छ, जसले उत्खनन गर्नुभयो उहाँलाई यहाँ लिएर आउनुपर्छ भनेर यत्रो तामझाम गरेर चाहिँ लिएर आउनुभयो। उहाँ घरमै जानुभयो है? हजुर घरमै जानुभयो, तामझाम गरेर लिएर आउनुभयो। तर तपाईँलाई अहिले बाहिर राखिएको छ, पर्मिला कार्कीलाई भित्र गरिएको छ। किन यो यस्तो? सबैभन्दा ठुलो कुरो मलाई मेरो भगवानले काखमा राख्नु भएको छ, होइन? म आमाको काखमा छु। म बाहिर भएको कारणले आज हजुरहरूको माया र स्नेह पाएको छु, होइन? हजुरहरूले प्रेम गर्नुभएको छ, यति मजाले मलाई आत्मीयता दिनुभएको छ। म भित्र भएको भए एक्लै हुन्थेँ, होइन? एक्लै हुन्थेँ। सायद त्यहाँ म के गरिरहेको हुन्थेँ होला, अथवा के टाइम पास गरिरहेको हुन्थेँ होला। आमाले जे गर्नुहुन्छ बिना कारण गर्नुहुन्न। मलाई बाहिर राख्नुको कारण नै तपाईँहरूको नजिक ल्याउनलाई हो, होइन? उहाँलाई नै पहिलो प्राथमिकता दिनुपर्छ। मलाई बाहिर राखेकोमा कुनै गुनासो छैन। म यहाँ आएर म युट्युबमा भाइरल हुनको लागि आएको होइन। म यहाँ चर्चा परिचर्चा गर्न पनि आएको होइन। मलाई आमाको आदेश नै यही थियो। पर्मिला माता यहाँबाट हेला हुनुभयो, ओझेलमा पर्नुभयो, यहाँ बाहिरको माताहरूले आएर केही गर्न आँट्यो, त्यो भएर पर्मिला
उर्मिला माताकै हातबाट चाहिँ त्यहाँ पूजा गराउनुपर्छ भन्ने मलाई जुन प्रकृतिबाट आदेश भयो त्यही आदेश अनुसार मैले माता र यहाँलाई समन्वय गराएको मात्रै हो। मेरो कर्तव्य यति नै थियो। अझै पनि एउटा कर्तव्य छ, जो बुढो बुवा हुनुहुन्छ अनि माताजी बिच जो अनबन भएको छ होइन, हरेक मान्छेबाट गल्ती हुन्छ होइन, हरेक मान्छेबाट गल्ती हुन्छ। संसारमा हामी कोही पनि छैनौँ जसले गल्ती गरेको छैनौँ होइन। त्यो बेलामा हामीले अहिले जज गर्नेले कसैले हजुरबालाई मात्रै दोष दिइराख्नु भएको छ, तर वास्तवमा उहाँको मात्रै दोष छैन होइन। बुढा मान्छेबाट हामीले जहिले पनि ज्ञानको कुरा लिनुपर्छ, सिक्नुपर्छ। हामीले ठुलोलाई आदर गर्नुपर्छ, सानोले अनि ठुलाले हामीलाई माया गर्नुपर्छ होइन। दुवैतिरबाट एकअर्कामा भएको छ, गलत भएको छ। उहाँले शिलामा पाइला राखिदिनु भयो, त्यो गलत कुरा हो होइन। अब किनभने यहाँ यत्रो दिव्य शिला आएको छ होइन, पाइला त पछि राख्यो होइन, बस्नु भएको थियो हजुर होइन। यस्तो हुन्छ के भएको भने अब हामी हिजो अस्तिको मान्छे आएर एकछिनको लागि सामान्य हिसाबले हामीले बुझेर जाँदा उहाँ पनि एउटा भगवानमा आस्था गर्ने मान्छे, म त चिन्दिनँ है, आस्था गर्ने मान्छे, शक्ति भएको मान्छे, एउटा शक्ति भएको मान्छेले आएर हामी हिजो अस्ति आएर यहाँ देउता शक्ति भएको मान्छेले त हातले के अरे छारो हान्दैन नि, त्यस्तो शक्ति देखाएर यसको बेलामा कसैले पनि होइन। म त्यो दुइटै कुरा भन्दैछु, वेद पढ्दैन। अहिले मैले हजुरलाई डेम कुट्न थालेँ भने मैले छोरीलाई हात हाल्नु हुँदैन भनेर त मन्त्र गरेर मलाई कुट्ने हो नि त, त्यसरी हातपात गर्न त होइन। मैले भनेको मैले मन्त्र दैविकतिर गइनँ, यतातिर गएँ। उहाँले पनि चेलीमा दैविक शक्ति कति छ भनेर उहाँले जाँच्न खोज्नुभएको। सत्यता जसले पनि लिन पाउँछ। जस्तै अहिले हजुरले हुन त हजुरलाई मलाई सोध्ने अधिकार छैन, तर पनि हजुरहरूले सत्य समाचार होइन, एकछिनको लागि सत्य कुराहरू पुर्याउनु छ, त्यही भएर मलाई क्वेसन सोध्दै हुनुहुन्छ। त्यो पनि उहाँ पनि यहाँको स्थानीय गार्जेन त हो नि त। हिजो अस्तिसम्म प्रकृतिलाई, ढुङ्गालाई, मठ माटोलाई सबैलाई पुजेर आउनुभएको गार्जेन हो। हामीले उहाँहरूबाटै सिक्ने कुरा हो होइन। उहाँले गलत गर्नुभयो होला, माताजीबाट गलत भयो होला, यसलाई अरू बढाउनुको साटो यो तपाईँहरूको दायित्व सबैभन्दा ठुलो कुरो। दुईजनाले आएर अझै सङ्गम गराइदिनु भयो भने अझै सुनमा सुगन्ध हुन्छ। किनभने यत्रो दिव्य धाम हुँदाहुँदै उहाँ अब चिन्तैले मर्नुहुन्छ, किनभने समाजले उहाँलाई गाली गरिरहेछ, समाजले उहाँलाई थुकिरहेछ होइन। एउटा वृद्ध मान्छे आजसम्म यत्रो इज्जत कमाएर बसेको मान्छे होइन। पर्मिला माताले पनि माटोले हानिदिनु भएको छ त्यहाँ, उहाँले आफूलाई कन्ट्रोल गर्न सक्नु भएन। माता हुनुभयो भन्दैमा उहाँले पनि गलत गर्न मिल्दैन होइन। धैर्य त आफ्नो ठाउँमा राख्नुपर्छ। हामीले जहिले पनि ठुलोको सम्मान गर्नुपर्छ र ठुलोले हामीले गलत गर्यौँ भने यसो है भनेर सही बाटो देखाउनुपर्छ। गलत दुईतर्फैबाट भएको छ। यो दुईतर्फको गलतलाई हजुरहरू सबैले एकपल्ट कुरा राखेर सबैलाई समन्वय गरेर उहाँलाई पनि यो गाउँ समाजमा पहिले जसरी नै हिँड्ने होइन एउटा वातावरण बनाइदिनुहोस्। हजुरहरूसँग विनम्र आग्रह र यहाँ सम्पूर्ण जसले भिडियो हेर्दै हुन्छ उहाँहरूलाई पनि म आग्रह गर्न चाहन्छु, यत्रो दिव्य धाम हुँदाहुँदै भोलि यही मानसिक चिन्ताले उहाँले आफ्नो शरीर गुमाउनु नपरोस् होइन। यत्रो दिव्य धाम भएको छ, यसको पहिलो के भयो त भन्दा भोलि संसारमा जाने त्यही उहाँलाई सपोर्ट गर्ने पनि छन् नि त। म्यासेज मैले सोधिहालेँ, हामी त एउटा मूर्ख मान्छे हो होइन। हाम्रो मूर्ख शक्तिबाट चाहिँ हामीले के देख्यौँ भने हामी मिडिया कर्मीलाई त अपमान गर्यो होइन। अघि देख्नुभयो नि अपमान गरेको यहाँनिर खुद देख्नुभयो नि। तर हाम्रो यहाँ सुन्नु न, हाम्रो देखाइबाट आज माताहरूलाई पनि यहाँनिर राम्रो भइरहेको छैन, अपमानै गरिरहेको छ। यस्तो पवित्र ठाउँमा जस्तो लाग्छ अहिले तपाईँको खोजी नीति हुनुपर्ने, भित्र तपाईँ चाहिँ मन्दिर त्यो जुन शिलालेखमा हुनुपर्ने त्यहाँ केही देवी देवतासँग बातचित गर्नुपर्नेमा तपाईँ बाहिरै लगभग 1-1.5 घन्टादेखि देखिरहेको छौँ होइन। ठिकै छ, मैले अघि पनि भने मलाई त 5 बजीसम्म बाहिर राखे पनि म त खुसी छु, किनभने मैले बुझेको छु यहाँ मेरो हिसाबले केही पनि चल्दैन। मैले फेर्ने साहस पनि उहाँको अधीनमा छ होइन। उहाँले जे चाहनुहुन्छ त्यही हुन्छ उहाँको। म यहाँ आउनुको उद्देश्य पनि यही हो, पर्मिला माताको हातबाट त्यो दिव्य शिला पूजा हुनुपर्छ। अरू बाहिरको माता आएर म जानुपर्छ जरुरी छैन। उहाँ आएर उहाँले निकालेको उहाँको अधिकारको कुरा हो, उहाँबाट पूजा हुनुपर्छ। म बाहिरै भए पनि खुसी छु, मलाई कुनै गुनासो छैन, कुनै पनि गुनासो छैन। मलाई 5 बजीसम्म यहाँ राखे पनि म बस्न तयार छु, किनभने म भगवान्सँग सहमतिमै हो। हामी उहीँबाट आएका हौँ, उहाँ जानुभएको उहाँ पर्मिला मातालाई नि सबै कुराहरू पहिला गर्न दिने, त्यसभन्दा पछाडि 5 जना पुरोहितद्वारा चाहिँ प्राण प्रतिष्ठाको कार्यक्रम गर्ने, यज्ञ बनाउने भन्ने खालको उहाँसँग पनि हाम्रो सहमति भएरै भएको। राजनीतिक प्रतिशत त होइन, कुनै किसिमको राजनीतिक प्रतिशतहरू केही पनि छैन, कुनै किसिममा केही छैन कुनै।